डरो मसाज चलिरहा उपवीराय सौण्डकेयाय उलूखलाय मल। हेलो गाइज, दर्शन नमस्ते एन्ड वेलकम माई युट्युब च्यानल। आज चाहिँ हाम्रो घरमा एउटा सानो प्रोग्राम छ, बच्चाको नामकरण। बच्चाको नामकरण चाहिँ सम्भवतः नेपालमा हप्ता दिनदेखि 10 दिन 11 दिनसम्म गर्दो रहेछ है। त्यो चाहिँ अब धर्म संस्कार अनुसार फरक हुन्छ कि अथवा ठाउँ अनुसार फरक हुन्छ त्यो चाहिँ मलाई थाहा भएन। मैले घरतिर फोन गरेर सोद्धाखेरि हाम्रो पनि छोरा जन्मियो भने 11 दिनमा अनि छोरी जन्मियो भने 9 दिन 7 दिनमा जहिले गर्दा पनि हुन्छ भन्नुभएको थियो। तर मेरो चाहिँ अब घरमा अलिक पर्सनल प्रब्लम भएको कारणले गर्दाखेरि 11 दिन नपुरिकन 7 दिनमा गर्न पर्ने भएको कारणले छोरा जन्मिएको 1 हप्तामा चाहिँ आज न्वारानको लागि एकदम पुरा तयार हुँदैछौँ होइन। अब विदेशको ठाउँमा हाम्रो उता गाउँघरतिर अथवा नेपालतिर भएको चाहिँ पण्डितलाई सिधै बोलाएर अब सबै कुरो पूजासुजा गरेर अब नामकरण गर्न त सम्भव हुँदैन। अनि हाम्रो के भन्छ घरतिर नै आइराख्ने पुरानो हाम्रो पुरेत बा हुनुहुन्थ्यो, उहाँलाई मैले फोन गरेर सोधेको थिएँ। अनि उहाँले हुन्छ, विदेशमा बस्नेहरूले सबैले अनलाइनबाटै गर्छन्, अनलाइनबाटै भिडियो कल गरेर मैले यताबाट मन्त्र फुकिदिन्छु, त्यता सामानहरू रेडी गराएर मैले जे भने त्यही अनुसार गराएर नामकरण विधिलाई चाहिँ के भन्छ पुरा गर्न सकिन्छ भनेर पण्डित बाले सल्लाह दिनुभयो। त्यस कारणले म चाहिँ सामानहरू उहाँले भनेअनुसारको सामानहरू रेडी गरेँ। अब सामानहरू कतिपय भेटियो कतिपय भेटाएन, त्यसको सट्टामा अरू सामानहरू पनि चलाउन पर्ने भयो। अब यतातिर तुलसीको पत्ता, पिपलको पात यस्ता चिजहरू नपाइँदो रहेछ। अनि खासमा नाम त अब पिपलको पातमा लेख्न पर्ने अरे भन्नुभएको थियो पुरेत बाले। पछि फेरि पिपलको पत्ता नपाए कपी र कलममा लेख्दा पनि हुन्छ भन्नुभयो। त्यसपछि चाहिँ अनि हामी न्वारानको विधितर्फ लाग्यौँ। विदेशी भूमिमा बसेर भए पनि अनलाइन मार्फत छोरोको नामकरण चाहिँ विधिपूर्वकै गरियो। न्वारान सकिएपछि खानासाना खाएर हामी चाहिँ नजिकैको पार्कमा घुम्न जानका लागि रेडी भएर पार्कतिर लागिए। यो पार्कमा नर्मल्ली पब्लिक होलिडे सन्डे स्याटरडेमा चाहिँ त्यसरी मान्छे प्याक हुन्छ। यहाँ तोरीबारी प्लस गहुँबारी छ। खै कुनि किन हो यो हेर्नलाई निकै टाढाबाट मान्छेहरू निकै धेरै सङ्ख्यामा आउने गर्छन्। आज चाहिँ वर्किङ डे भएको कारणले खासै धेरै मान्छे नरहेछ। अनि बच्चालाई लिएर बुढी अनि बहिनीको साथमा पार्कमा तपाईँको भ्लगमा आउने होलामा छ नि त, मैले बनाइदिएको नि त। ल हाम्रो चाहिँ बाबु कति राम्रो हेर्नु। हामी चाहिँ यसरी नै फोटो खिच्यौँ, घुम्यौँ, हल्का भिडियो बनायौँ। त्यसपछि हाम्रो नजिकको बजारमा रहेको एउटा सपिङ मलमा चाहिँ हल्का फुल्का केही सपिङहरू गरौँ न त भनेर सबैजना सपिङ मलमा गए। सपिङ मलमा पनि हल्का सामानहरू किनमेल गरियो। त्यसपछि लगभग भोक पनि लागिसकेको थियो अनि साँझ पनि पर्न थालिसकेको थियो। त्यस कारणले हामी चाहिँ यही बिल्डिङमा रहेको बुफे रेस्टुरेन्टतिर चाहिँ खानातिर लाग्यो। अनि बेलुकीको खाना सँगै बसेर खाइयो। त्यसपछि चाहिँ हामी आजको दिन र आजको यात्रालाई टुङ्ग्याउँदै हामी आफ्नै घरतिर फर्कियौँ।